Guys, my new first push. Hello guys, welcome to my new first. कस्तो मजा खराब गरिरहन्छ. Hello guys, welcome to my new first. यस्तो मजा नगर त. Hello guys, welcome to my new first session. के हो यार? क्या भन्नु? हेलो गाइस न्यू भगुट्टो. हेलो गाइस न्यू भगुन्डो. हेलो गाइस न्यू भलक. अनि मलाई सबैजना सब्स्क्राइब गरिदिनु होला र हाम्रो लाइभ गरिदिनु होला सबैजना यताबाट सब्स्क्राइब गरिदिनु होला के अरे सब्स्क्राइब. हेलो गाइस सब्स्क्राइब गरिदिनु होला हैन. अनि सब्स्क्राइब त भन्नु म अब भन्न आइसके सब्स्क्राइब आयो. अब चाहिँ म चाहिँ घरमा छु अनि घरमा काम गरिरहेको छु. अब बुझ त्यसै कस्तो यार पर्सि ट्युसनबाट आउने हो बुझिराख सबैजना. अनि त्यो गरिरहेको छु. अब म चाहिँ भाँडा धुने मेरो घरको काम छ. अब म चाहिँ भाँडा दिइरहेको छु. यता देख्न सक्नुहुन्छ अब यो चाहिँ भाँडा भाँडा दिइरहेको छ हामीहरू मिलेर. अब यो चाहिँ यो हामी चाहिँ कहाँ जान लाग्यो छु भन्दाखेरिमा म चाहिँ लास्टै हेरेर आउन सक्नुहुन्छ. एउटा अफिसको काम यो अफिसको काम. अब म चाहिँ लागेँ अफिसमा. अब ल्यापटप चलाउनु यही हो गाइजहरू. के गर्नु गाह्रो छ स्थिति. अब हामी दुइटै काम गरिरहनु पर्छ दिनका दिन. अब गोरी बन्ने भए आउनु भनेको अहिलेसम्म कोही म्यासेज नि गर्दैन यार. गाह्रो छ हो गाह्रो छ. ल अहिलेलाई यति. अब म चाहिँ भाँडा मस्काउनु लाग्यो. फाइनली गाइज अब हामी चाहिँ कहाँ पुग्छौँ भन्दाखेरिमा हामी आधी बाटोमा पहुँचिसकेका छौँ. यता देख्न सक्नुहुन्छ. यता आज चाहिँ घाम लास्टै लागेको क्या. हामी छाता ओढेर हिँडिरहेका छौँ. अनि यता यो चाहिँ को आयो. ओ रोनाल्डो आयो. रोनाल्डो गाइस रोनाल्डो ओ रोनाल्डो सो कहाँ जान लाग्यो कहाँ तल रोनाल्डो आयो रहेछ यहाँ हाम्रो गाउँमा. अनि रोनाल्डो आइसकेको छ गाइज. अब हामीहरू हिँड्दैछौँ. अब एउटा जो मसँग खेल्थ्यो नि हो त्यो चाहिँ छैन क्या यहाँ घर. अनि त्यहीका लागि हामी चाहिँ नुहाउन छौँ उता. यो ट्याक्क यो कहाँ हो भन्दाखेरिमा रतिपुरको ग्राउन्डमा आइरहेछ. हेर सबै केटाहरू भनेका भविष्यका कलाकार देख्न सक्नुहुन्छ यहाँ. यता यो चाहिँ हाम्रो म्यान नाइके कमेडीको हो. अनि यो चाहिँ मलाई नछोड्ने वाला गोविन्द. अनि यो पर कस्तो रह्यो. ओ माई गड खतरा यार. यस्तो छ केटाहरू. उल्टा कसलाई हान्न आउँदो ए ल यहाँ पो हान्छु भनेदेखि खै हानेर देखा त खै. ल हान ल भिडियोमा ल हान्दैन ल कस्तो हान्दो रहेछ खै उल्टा. ल ल खै हान्त हक्दैन डराइसके है. ओ छातीले रोक्दमा. ल नमराज हान्त भाइ. ल नमराजले हान्त. ल यो त हान्ने त यार पातलो भयो त सट्टा हानिहाल्दो होला. ओ हान्दा हल्का ऊ हानेर त जारी परेको छ केटाहरू हानिहाल्छ. किनभने ऊ हो नि त हल्का को तँ त हानि सक्दैन हो
ल गाइज हामी अब चाहिँ नदी पुग्छौँ है फाइनली गाइज अब चाहिँ म चाहिँ कहाँ आइसकेको छु भन्दाखेरिमा ट्याक्क नुहाउनको लागि कपडा सपडा खोलेर अब म चाहिँ नुहाउन गइरहेको छु यता नदी छ केटाहरू छन् यता पछाडि अनि म चाहिँ यता भर्खरै यी घाम लास्ट छ कि आज त्यही कारणले म चाहिँ अहिले नुहाउन गइरहेको छु है त यता देख्न सक्नुहुन्छ बाख्रा यो चाहिँ बाख्रा हो बाख्रामा सानो गलो गाई मेन कसरी हिँड्दो होला हो धान्न पनि हिँड्न सक्दैन यति सानो मान्छे गाहा आज आएँ आएँ खोइ गाईका बाख्रा को भिडियो बनाइ खोल्ने यो दिनेश राणो जोइनो पाएको राणो भिडियो बनाइ खेल्नु क्याटी बेटियामा हिँड्दैछौँ यता हाम्रो केसको गोल्डमेन हुँदैछ होइन अब हाम्रो म त चप्पल पनि हालेको छैन अब हामीहरू चाहिँ गइरहेछौँ हाम्रो खेत कहाँसम्म हो भन्दा पछि क्या हाम्रो खेत कहाँसम्म हो कहाँदेखि उता उतासँग गइरहेका छौँ यस्तै छ केटा हो गाउँको हरियाली परियाली धानहरू यत्रो भइसके अब धान काट्नको लागि कोही आउने भए आइहाल्नु होला तर भन्दैन हामीहरू किनभने चाहिँ हामीहरू धेरै छौँ यता पछाडि पनि छन् अगाडि पनि छन् अब हामीहरू हरिया परिया हामीलाई त तिमीहरूलाई गाउँ कस्तो तिमीहरूलाई गाउँ मनपर्छ कि सहर गाउँ किन किन कसम के अरे गाउँ किन मनपर्छ हरियाली हो ताजा अरे बजारतिर कम खाना पाइन्छ तिमीहरूलाई के थाहा रे किन लाग्दैन हाम्रो होइन सब गफ खाने सब यिनीहरू बजार भनेपछि त्यस्तै खुट्टा उच्चाइकन हिँड्दान खाएछ विश्वास गर्नु हुँदैन आजभोलिका मान्छेको देख्न सक्नुहुन्छ गाइजहरू यस्तरी ल्याउनुपर्छ गाउँमा काम भने यस्तो गर्नुपर्दा थाहा कि नै अब हाम्रा घरका उयो त्यहाँनिर गइरहन् खेतहरू हेरेर देख्न सक्ने हामी नजिक गडाउने हामीहरू त्यस्तो जाँदैन यहाँदेखि ओडा फर्किहाल्यो काम यस्तो गराउँदैन यता केटा पनि कुट्न लगाएको तल केटाहरू यो देख्न सक्नुहुन्छ केटाहरू नि कुट्न लाग्ने चौधरीहरू गर्छन् अब हामीहरूको के कस्तो छ यता गइरहेको छ ओ त्यहाँ देख्न सक्नुहुन्छ गाईहरू हामीहरूको खेत उता घर कहाँ छ एउटा कहाँ 1 मिटर टाढा होइन ओ त्यहाँदेखि माथि हेर न माथि पहाड कस्तो खतरा छ नि अहिले त बगा लगाइरहेको गरिरहेछन् म चाहिँ गइरहेको छु यता कहाँ रकेट होला त्यो एरोप्लेन हो त्यो एरोप्लेन हो कि एरोप्लेन यता काम गर्छन् यिनलाई कोही लिने भए लैजानु अहिलेसम्म सिङ्गलै छन् कसम होइन 4वटा छन् खाने अब हाम्रो चाहिँ यता लक्ष्य यत्रो पुरै पुला पनि खतरा बनिसकेको रहेछ अब हामी चाहिँ यता गइरहेका छौँ हाम्रो मेन घरको लिडर त गइरह कामको लिडर नगरेपछि यस्तो गाली गर्छन् ए के भन्न चाहनुहुन्छ क्या म अलले भाँडा दिए आएँ कल्पना खाना दुबो होला बडो तैँले होइन बड के भन्न चाहनुहुन्छ त्यति
घाँस काटिरहेछन्। हल्का ठुलो आवाजले भन्न हेलो गाइस, यहाँबाट यहाँ घाँस काटिरहेछन्। हजुर भइ किन मान्थे कोही डर मान्थे यता पनि गोडै छ, निकै भर छ। यता मम्मी, यता अङ्कल, यता बहिनी चाहिँ क्यामराम्यान, उता छ एउटा, उता चाहिँ त्यहाँ काटिरहन्। आकाश यस्तो खतरा आउन बब्बाल, आकाश यस्तो खतरा आउन लागे। अब चाहिँ अब हाम्रो थाका लागिसकेर अङ्कलको पालो घाँस काट्ने। यहाँ अङ्कल यस्तो काम गर्दा को आन्टी बन्ने चाहिँ आउनु। अङ्कलले धेरै दुःख पायो कि बिहे नगरेर घाँस सास काट्नु पर्दो। अहिले भाडा दिएर आयो गरे आज गरेको पछि लाग्दो। फाइनली गाइज अब हाम्रो रातिको करिब 6 बजिसक्यो। अब चाहिँ साँझ भयो। अब फेरि न्यु डे न्यु भ्लगमा भेट्नेछु। यसको